अब के फोन एप्पलको मैं कति वर्ष भयो यो खोलेको यो 16 वर्ष 16 वर्ष आ तार क्यों से अच्छो अंत वो ने स्याङ्गे माइला ब्लू स्काई ट्रा होटल दिने बन्द थियो यो समस्या बेचेर कतिको फाइदा छ छैन अहिले आन्तरिक व्यापार घाटामा छ आन्तरिक व्यवहार घाटामा छ हो 16 वर्षको अन्तरालमा कति कमाउनु भयो तपाईँले अहिले छैन छैन टाइगर बिस्कुट कति कमाउनु भयो 16 वर्षको अन्तरालमा अहिले छैन लगभग 77 सालको भाइरसले गाय 77 सालको भाइरसले कोरोना भाइरस कहाँबाट चीनबाट एउटा कुरो सोधौँ तपाईँलाई ल फेक हो कि साँच्चै हो तपाईँले के अरे अर्कोको कुरोमा चाहिँ अरूले भनेको अनुसार चाहिँ तपाईँले चाहिँ एसएलसी 10 चोटि दियो अरे हो कि होइन त्यो रियल भनिदिनुहोस् दुई ताल हो हाँ दुई ताल 64 65 त्यो दुई ताल हो अर्काले त मुझे जे पनि एम्प्लिफायर त बढाइहाल्छ नि हैन त्यो त 10 चोटि 12 चोटि भन्छ भनेपछि तपाईँको यो भट्टी छ नि माथि अलि डेभलप गर्ने मन छैन तपाईँको हाम्रो त छैन छैन योभन्दा फरक गर्ने इच्छा छैन है इच्छा छैन छैन भने 20 मै यतिकैमै ठिक छ अनि तपाईँलाई तपाईँलाई एउटा ब्लू स्काई होटलले के सोध्नु पनि सोधिहाल्नु तपाईँलाई एउटा कुरा सोधौँ तपाईँ यत्रो कति वर्ष भयो तपाईँ अहिले हामी चाहिँ 42 वर्ष हाँ उमेर भनेको उमेर त पुग्यो नि 43 43 फिस भन्नु न हो 43 वर्ष 43 वर्ष अनि तपाईँ के अरे बिहा गर्ने इच्छा छैन अहिले अलि भएन अलि भएन कति वर्षमा गर्ने त बिहा मार्क्सका सिद्धान्त अनुसार जनसङ्ख्या कसरी नियन्त्रण गर्ने भन्ने कुरो तपाईँ थाहा नि ढिलो विवाह जन्मान्तरमा फरक शिक्षाको प्रसार हजुर प्रचार परियोजना साधन अनि त्यही हो होइन अनि कति वर्षमा गर्ने त तपाईँ बिहा अहिले पछि गरौँ त्यो गरेपछि त्यही यति बेला फिक्स छैन अहिले नेपाल भ्रमण आएको पर्यटक सङ्ख्या कति पुग्नु भयो तपाईँले भन्नुहोस् तपाईँले भन्नु न ल मैले भने नेपालमा पर्यटक सङ्ख्या कति आफूले बिस्कारी चला त्यो पनि अब ओहोरदोहोर हुनु पर्यो नि त होइन एउटाले मात्र हुँदैन त्यो पनि ओहोरदोहोर हुनु पर्यो तपाईँको के अरे जहाँ कट्टु र के अरे हामी त सरकारी ड्रेस हो होइन त्यही त नि कट्टु र सर्ट मात्रै लाउने अर्थ के छ त्यसको अर्थ के हो भन्ने अनि यो चाहिँ सरकारी ड्रेस हो भने चिनोस् भनेर ए अर्को लाग्यो भने यो अनि यो प्राइभेट कडी ठक्का भन्छ नि होइन कुरो बुझ्यो अनि त माइला अनि कति गर्छ यो समस्या एउटाको 25 रुपियाँ एउटाको 25 रुपियाँ 25 रुपियाँ गर्दा एउटामा कति फाइदा आउँछ एउटाको जम्मा 2.5 रुपियाँ 2.5 रुपियाँ 2.5 रुपियाँले भनेपछि दिनमा कतिवटा त्यसलाई भन्छ त्यो मुआक भनेको मूल्य अवृद्धि कर भ्यालु एडिसन ट्याक्स भनेपछि दिनमा कतिवटा बेच्छ तपाईँले धेरै छैन 9-10 वटा जति गयो भने 20-25 वटा जान्छ नत्र भने आज छैन भने 25 रुपियाँ फाइदा आउने भयो अनि चाउचाउ कतिवटा बेच्नुहुन्छ चाउचाउ छैन काम छैन त चाउचाउ त त्यो त काम छैन यो चाउचाउमा कति फाइदा छ यो एसिड पानी हालेर बनाएर धेरै खाँदैन भनेपछि त्यस्तो त बेच्नु भएन नि त तपाईँले थाहा हुँदा त त्यस्तो त बेच्नु त्यो पनि कहिले कहिले त्यो पनि दबाई नै हुँदो रहेछ के हो कसरी थाहा भयो त दबाई हुन्छ भनेर तपाईँले कसरी थाहा भयो दबाई नै हुन्छ एकातिर बढी खायो भने त्यसले फेरि त भिरिया जिया जन्डिस पहेँलो भाइरस भन्ने आउँछ फेरि भाइरस निस्किँदै